हेलो एन्ड वाट्सअप गाइज वेलकम टु माई मिनी ब्लग। अहिले चाहिँ म कामबाट घर फर्किँदैछु। घर आएर टक्क चिल पारामा भात त बसाल्न परिहाल्यो, किनकि काम गरेपछि टन्न खानु चाहिँ पर्छ है। तपाईँहरू पनि काम गरेर खाना चाहिँ कतिको खानुहुन्छ? अनि चिल पारामा मैले भात बसालिसकेपछि आज पनि टक्क चटपटे बनाउन लागेँ म। अनि टक्क प्याज काटेर मजाले, मैले फेरि प्याजलाई पनि यस्तो मायाले काट्छु नि उसलाई नदुखोस् भनेर होइन। अब सबैको एउटै हो नि त पेन त होइन, जे जस्तो भए पनि। अनि टक्क लगाएर यो टमाटरलाई पनि रातो हुने गरेर मैले काटेर खनाइदिन्छु बाटकामा मजाले। अनि त्यसपछि यो विनोद चौधरीको चाउचाउलाई क्र्याप क्र्याप पारेर मजाले यसलाई च्यापेर नुन खुर्सानी हालेर डालेर मैले हालिदिएँ बोड्कामा। अनि विनोद चौधरीजीलाई एकदमै धन्यवाद भन्न चाहन्छु, किनकि वाइ चाउचाउ एकदमै मिठो हुन्छ, तपाईँहरूले पनि खानु होला। अनि टक्क पारामा मजाले यो कागतीको रसलाई मजाले हालेर अनि रातो धुलो खुर्सानी हालेर त्यसपछि चटपटा मसला हालेर मैले घोले। अमिलो पिरो चाटपट खानु हो चाटपट च्वासै देखिएको छ कि छैन मेरो गाइस? अनि मन लाग्यो मुख त धुन परिहाल्यो। अनि टक्क हिरोको पारामा यस्तो हेरेर मेरो ब्लग सकिन्छ। बाई बाई।